हामी धेरैचोटि प्रार्थना गरिरहेको हुन्छ धेरै कुरोको लागि। अन्त मेरो जीवनमा पनि त्यो भएको छ। हामीले प्रभुको लागि, प्रभु मलाई यो दिनुहोस् न, वा यो धेरै इच्छा छ मेरो जीवनमा हुनुको लागि। कतिजनाको लागि जबको लागि होला, कतिजनाको लागि भिसाको लागि होला, कतिजना पढ्नुको लागि, होइन। मलाई याद छ अझै पनि बाइबल कलेज जानु एकदमै इच्छा, त्यो पनि वर्सिप स्कुल पढ्ने। त्यो पनि 2002 सालको कुरा हो, 2003 सालको 2 सालको कुरा। धेरै ठाउँमा मैले हेरेँ कहाँ गर्ने के गर्ने भन्ने कुराहरू। अन्त 2004मा मैले अवसर पाएँ एप्लाई गर्ने। सो मैले विदेशहरूतिर एप्लाई गरेँ। सानो घरबाट आएको, पैसा पनि थिएन। मलाई अझै पनि याद छ मेरो आमाले भएकै एउटा सुनको सिक्री पनि बेचेर बाइबल कलेज जानुको लागि दिनुभएको। अन्त ती दिनहरू अझै याद छ। भिसाको लागि प्रार्थना गरेको, बाइबल कलेजले स्कलरसिप दिन्छ कि भनेर। सो डेनमार्कमा म पढ्न आएँ, वर्सिप स्कुल युरोपियन वर्सिप सेन्टर भन्ने, त्यहाँ पढ्न आएँ। अनि मैले प्रार्थना गरेको थिएँ, प्रभु यदि तपाईँले मलाई त्यो खोलिदिनु भयो भने म पनि वर्सिप स्कुल सुरु गर्छु भनेर। तर मलाई धेरै कुर्नु पऱ्यो, 1 वर्ष 1.5 वर्ष 2 वर्ष, लगभग 2 वर्ष कुर्नु पऱ्यो स्कलरसिप्स पाउनुको लागि। अनि तपाईँहरूको बिचमै आज यो बिहान डिभोसन गर्दा गर्दा त्यो थट आयो। मैले लेखिरहेको छु 1-2 थट्सहरू, म तपाईँलाई सरर भन्ने छु है त। सायद तपाईँलाई आशिष हुनसक्छ होला कि तपाईँ पनि प्रार्थना गरिरहनु भएको छ होला कि प्रार्थना गर्छौँ तर उत्तर आएको छैन, त्यति बेला चाहिँ के गर्ने भनेर। सो मैले चाहिँ वेन गड सिम्स साइलेन्ट किप स्ट्यान्डिङ भनेर चाहिँ राखिरहेको थिएँ क्या। अनि मैले पहिलो सामुएलबाट चाहिँ आज बिहान एउटा आत्मिकी भोज पाइरहेको थिएँ। अनि यहाँनिर चाहिँ के भनेको रहेछ भने नि पहिलो सामुएलकोमा नि एल्काना भन्ने जुन छ हस्बेन्ड, उसले चाहिँ हानाको लागि चाहिँ जहिले पनि पहिलो सामुएल 1:5 लिएको रहेछ क्या। अङ्ग्रेजीमा पढ्दैछु है म त। एल्काना अलवेज गेभ स्पेसल सेयर अफ द मिट टु हाना बिकज ही लभड हाना एन्ड बिकज द लर्ड ह्याड मेड हर अनेबल टु ह्याभ चिल्ड्रेन। मलाई चाहिँ एकदमै मनमा खाएको चाहिँ के छ नि, रातो अक्षरले मैले लेखिरहेको छु यहाँनिर। यहाँ के लेख्छु भने चाहिँ द लर्ड ह्याड मेड हर अनेबल टु ह्याभ चिल्ड्रेन। कस्तो ठुलो विश्वास देखेँ। यहाँ के लेख्छ भने परमेश्वरले चाहिँ उसको गर्भ चाहिँ रोकिदिएको छ, गर्भवती हुनुमा चाहिँ बच्चा नपाउनुको लागि चाहिँ रोकिदिएको छ। अनि मिठो कुरो चाहिँ के रहेको छ भने चाहिँ यहाँनिर चाहिँ एल्काना तितो पनि भएको छैन, अनि हाना पनि तितोपना लिएको छैन उसको हृदयमा। प्लस कति प्रार्थना गर्नु, अब उत्तरै पाएको छैन भन्ने पनि उनीहरूको त्यो खालके सोचाइ पनि आएको छैन। तेस्रो कुरो यहाँ मिठो कुरो के गरेको छ भने चाहिँ प्रभुलाई ब्लेम गर्नु सक्थ्यो कि यो तपाईँले गर्दा मेरो गर्भ रोकिएको छ, तर पनि त्यो पनि भनेको छैन। तर बाइबलले के भनेको छ भने चाहिँ उनीहरूले चाहिँ, मैले यहाँ के लेख्छु, दे स्टिल केप्ट प्रेजिङ गड। तपाईँ चाहिँ एकदमै पावरफुल हुनुहुन्छ, तपाईँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ चाहिँ विश्व योग्य किन मतलब फेथफुल परमेश्वर पिता हुनुहुन्छ। अनि त्यहाँबाट मैले के यस्तो मिठो के पाएँ भने चाहिँ स्टे फेथफुल इभन वेन यु डोन्ट अन्डरस्ट्यान्ड। किन चाहिँ मेरो गर्व यस्तो भयो भनेर बुझ्ने कोसिस पनि गर्नु कि के होइन, धेरै कुरोहरू गर्नु सक्थ्यो उनीहरूले। तर पनि उहाँको विश्वास चाहिँ मैले नबुझे तापनि म तपाईँमा विश्वास गर्नेछु भनेर चाहिँ भनेको छ। दोस्रोमा चाहिँ मलाई मिठो लागेको चाहिँ एल्काना र हाना चाहिँ परमेश्वरलाई गएर प्रेज गरिरहेको, मन्दिरमा गइरहेको, अन्त प्रार्थना निरन्तर गरिरहेको। यहाँ चाहिँ मैले के पाएँ भने चाहिँ हानाले एक दिन प्रार्थना गरेको छ क्या, परमेश्वर पिता मलाई नानी दिनुहोस्, नानी दिनुहोस्। तर एकचोटि चाहिँ उसले चेन्ज गरेको छ प्रार्थना। हामी यहाँनिर पढ्छौँ भने चाहिँ हाना केप्ट प्रेइङ। अनि इभन एली जो चाहिँ त्यहाँनिर प्रिस्ट हुनुहुन्थ्यो, उसले चाहिँ यति डरलाग्दो प्रार्थना गरे कि शब्द मिटेर सकिएर पनि खालि लिप्स मात्रै बोलिरहेको थियो भने ओठ मात्रै हल्लिरहेको नि। एक त ला पग्ली पो भयो कि रक्सी पो खायो कि भनेर चाहिँ अब प्रिस्टले पनि सोचेको छ। तर पनि मिठो कुरा चाहिँ हानाले के गरेको छ भने चाहिँ उसको सानो स्लाइट अलिकति चाहिँ चेन्ज भएको छ प्रार्थनामा। उसले भनेको छ प्रभु तपाईँले दिनुभयो भने यो नानी म तपाईँलाई नै दिनेछु। कस्तो मिठो कुरो हेर्नु न। उसले के लेखेको छ भने चाहिँ हर प्रेयर वाज अबाउट अ चाइल्ड
हैन। उसले चाहिँ अब मलाई नानी पाइरहेको, तर त्योभन्दा पनि ठुलो चाहिँ के रहेछ भने चाहिँ उसले म चाहिँ तपाईँमा विश्वास गर्छु, मेरो श्रीमानको अर्को जुन बुढी छ उसले मलाई जिस्काइरहन्छ नानी भएको छैन भनेर। सायद ऊ गर्भवती हुँदाखेरि देखायो होला, बुढी देखायो होला, हेर त मेरो बुढी, हेर त तेरो त भएको पनि छैन हैन। हानाले बिचाराले म अर्कै उसको श्रीमानको अर्को बुढीको नानी भए पनि तेल मालिस गरिदिन्छु नि भन्दा पर्दैन, तेरो नानी नै छैन, तँलाई आउँदैन भन्यो होला। उसले धेरै किसिमको भनौँ न एउटा यात्रामा उसलाई खुट्टा तान्ने कोसिस गर्यो होला। तर हानाले एउटा मिठो कुरो चाहिँ के गरेको छ भने चाहिँ मेरो इच्छाभन्दा पनि ठुलो चाहिँ तपाईँमाथि चाहिँ म सरेन्डर गर्छु आफूलाई। अनि उसले भनेको छ तपाईँले जे दिए पनि म त्यो रिसिभ गर्नु तयारी छु र तपाईँले दिएकै चाहिँ म तपाईँलाई फेरि दिनेछु। अनि मिठो कुरो चाहिँ के मैले चाहिँ सोच्दै थिएँ, अब हानाले चाहिँ किन त्यसरी प्रार्थना गर्यो होला भन्दाखेरि मलाई लाग्छ हानाले निरन्तर रूपले प्रार्थना गरेको चाहिँ हानालाई थाहा थियो। किनभने यहाँनिर भनेको छ हाना प्रे टु द लर्ड हैन, अल पावरफुल, एकदमै तपाईँ पावरफुल मानिस हुनुहुन्छ भनेर थाहा थियो। अनि हानालाई पनि थाहा थियो कि परमेश्वर चाहिँ जुटाउनु हुने परमेश्वर हो भनेर। अनि मेरो नानी होस् नहोस् यो भिन्दै सिचुएसन हो, तर तपाईँ चाहिँ जुटाउनु हुने परमेश्वर पिता हुनुहुन्छ र जुटाउनु हुने परमेश्वर पितामा चाहिँ म हरेस खाँदिनँ भनेर उसले प्रार्थना गरेको छ। अनि आज सायद तपाईँले पनि प्रार्थना गरिरहनु भएको होला धेरै किसिममा, मेरो नानीलाई विदेशमा पढाउनु पठाउने, मेरो नानीको स्टडिज, मेरो नानीको खर्चहरू छ, आफ्नै घर बनाउनु पर्नेहरू हैन। मैले पनि प्रार्थना गरिरहेको छु। अहिले हामी सेवाकामा जानु अगाडि ठुलो घर सेक्रिफाइस गरेर हामी हिँडेको, म र मेरो श्रीमतीले। अहिले त्यो घर 9.5 करोड इन्डियन करेन्सीमा बेच्दैछ यहाँ अस्ट्रियामा। अनि हामी प्रार्थना गर्यौँ, प्रभु हामीले सबै छोडेको हौँ, तर आज हामीसँग आफ्नै घर पनि छैन, प्रार्थना गरिरहेको छौँ, उत्तर आएको छैन। तर मैले यो कथाबाट आज के चाल पाएँ भने चाहिँ हाम्रो भित्रको डेपनेसले चाहिँ के छ, हानाको जस्तो भित्र चाहिँ के थियो भने मलाई नानी पाउनुभन्दा पनि ठुलो चाहिँ परमेश्वर जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। त्यो जुटाउनु हुने परमेश्वरमा चाहिँ विश्वास गर्छु। हाम्रो इन्टिग्रिटी, डेप्थनेस, क्या मैले अङ्ग्रेजीमा चाहिँ यसरी लेख्छु, द डेप्थनेस अफ आवर बिइङ और इन्टिग्रिटी कम्स फ्रम आवर कन्टिन्युटी इन सर्भिङ द लर्ड है। हाम्रो भित्रको बिइङ चाहिँ परमेश्वरमा हरेक दिन प्रेम गरेर होस्, प्रभुको प्रशंसा गरेर होस्, प्रभुमा हाम्रो आँखा एकदम फोकस गरेर हेर्ने भएपछि चाहिँ हाम्रो रियल इन्टिग्रिटी र डेप्थनेस अफ म के हो, म वास्तविकतामा चाहिँ कस्तो खालको मान्छे हो भन्दा चाहिँ त्यहाँबाट चाहिँ निस्केर आउँदैछ। इट इज बाई कन्टिन्युटी इन सर्भिङ द लर्ड एन्ड इन वर्सिपिङ द लर्ड। र आज तपाईँ प्रार्थना गरिरहनु भएको छ होला धेरै कुरोको लागि। म आज त्यही नै भन्न चाहन्छु कि तपाईँहरूको सायद आन्सर आएको होस् नआएको होस्, हानाले गरेको जस्तै when God seems silent, keep standing हैन। किनभने परमेश्वर चाहिँ सुन्नुहुने परमेश्वर पिता नै हुनुहुन्छ। सायद प्रभुले तपाईँले त्यो जुटाउनु भएको छैन होला, तर प्रभु चाहिँ जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। अनि त्यही चाहिँ मलाई मिठो कुरो लागेको छ कि किप सर्भिङ एन्ड किप वेटिङ फर द लर्ड। आज हानाले परमेश्वरमाथि विश्वास गरेर पर्खेको जस्तै हामी पनि पर्खिन सकौँ। अनि म तपाईँलाई त्यही इन्करेज पनि गर्न चाहन्छु कि पहिलो सामुएल पढ्नुहोस्। म आज पहिलो सामुएलदेखि पढ्दै थिएँ। मेरो प्रार्थनाको उत्तर नआउँदाखेरि चाहिँ के गरौँ भन्दाखेरि चाहिँ हानाकोबाट नै मैले उत्तर पाएँ कि परमेश्वरलाई नै फेरि प्रार्थना गरिरहनु। मिठो कुरो तपाईँलाई याद छ, जब हानाले प्रार्थना गरे नि, जब तपाईँले दिनुहुन्छ त्यो चाहिँ म तपाईँलाई नै दिन्छु भनेर पर्पस चाहिँ त्यहाँ रिभिल भएको छ। म के कुराले चाहिँ प्रभुलाई माग्दैछु, आफूलाई आफ्नो इच्छा मात्रै पुरा गर्नुको लागि कि तर प्रभुको इच्छा नै पुरा हुनुको लागि चाहिँ म त्यो कुरो माग्दैछु। प्रभुको इच्छामा तपाईँले माग्दै गरेको इच्छा छ कि छैन त्यो इम्पोर्टेन्ट हो। र हानाको जीवनमा हेर्छौँ भने सामुएल जो चाहिँ पहिलो छोरा भएर जन्मेको छ हानाको जीवनमा, त्यसपछि पनि हानाको धेरै नानीहरू भएको छ। द्याट इज द आन्सर अफ द लर्ड। परमेश्वरले त्यो प्रकारले आन्सर गर्नुहुन्छ कि म किन चाहिँ माग्दैछु आज, के यो जरुरी छ, प्रभुको राज्य बढाउनुमा यो माग्नुको लागि चाहिँ के छ त्यो पनि इम्पोर्टेन्ट कुरो। तर सँगसँगमा फेरि भजन सङ्ग्रहले पनि भन्छ
साम्सले डिलाइट यर सेल्फ इन द लर्ड एन्ड हिल फुलफिल द डिजायर्स अफ यर हार्ट. सो इट्स गुड टु डिजायर टुवर्ड्स द लर्ड बिकज हि फुलफिल्स आवर डिजायर एन्ड इज आवर प्रोभाइडर. उहाँ चाहिँ हाम्रो लागि सबै कुरो पुर्याउने परमेश्वर पिता हुनुहुन्छ है त. प्रार्थना गरिरहनु भएको होला, हरेस नमान्नुहोस्, निरन्तर प्रार्थना गरिरहनुहोस् किनभने प्रभु चाहिँ जुटाउनु हुने परमेश्वर हुनुहुन्छ है. ओके, अनि तपाईँको आन्सर पाएको छ भने चाहिँ मलाई लेख्नुहोस् है त कमेन्टमा. मेरो थुप्रो इच्छाहरू प्रभुले पुरा गर्नुभएको छ, यति धेरै छ, म तपाईँहरूलाई आउने भिडियोजहरूमा भन्नेछु. ओके.